खोलाल घाट जाँदा जाँदै यो खोला भेट्यो बिचमा र हामी चाहिँ खोलामा आज खोलाको साइडमा हामी चाहिँ मासु भात बनाएर खानेछौँ। कोटेश्वरबाट चाहिँ हामीले भिडियो खिच्न सुरु गऱ्यौँ र कोटेश्वरबाट पनि हाम्रो यात्रा सुरु भएको छ र हामी चाहिँ यहाँबाट चाहिँ सरररर सूर्य विनायकसम्म पुग्यौँ। तर सूर्य विनायकमा तपाईँको धेरै धुलो भएको कारणले हामी लेफ्ट साइड लागेर यता भक्तपुरको बाटो हुँदै हामी निस्क्यौँ, किनभने त्यहाँ जाम र तपाईँको धुलो भएको कारणले चाहिँ हामीलाई चाहिँ अलिकति झ्याउ लाग्यो भएर चाहिँ हामी चाहिँ यता भक्तपुरको बाटोबाट सररर बनेपा ठ्याक्कै निस्किने त्यो एउटा तपाईँको रोड छ, त्यहाँबाट चाहिँ हामीले जाने निर्णय गऱ्यौँ र त्यहाँबाट चाहिँ हामी सररर तपाईँको मजाले निस्क्यौँ र भक्तपुरको तपाईँको बाटो हुँदै हामी ननस्टप तपाईँको हिँड्यौँ भन्नाले पनि गुड्यौँ बाइकमा। अनि त्यसपछि एकैछिन रेस्ट गरौँ, एकैछिन बाइक रोकेर म चाहिँ सरी आशिका दिदी, अब अलिकति इमर्जेन्सी परेर जानु पर्यो मलाई चाहिँ, र त्यहाँबाट चाहिँ तपाईँको अझै तपाईँको चाहिँ यहाँबाट सिद्धे गएपछि ठ्याक्कै चाहिँ बनेपा कनेक्ट हुन्छ क्या। तर फेरि बनेपा निस्केपछि पनि धुलो त्यस्तै तपाईँको हुन्छ नि। बनेपाको यो हालत चाहिँ देखेर मलाई अलिकति धेरै नै नरमाइलो लाग्यो, किनभने धेरै धुलो र यो तपाईँको कन्स्ट्रक्सन यो रोड बनाएको 1 वर्षभन्दा बढी भइसक्यो जस्तो लाग्यो। 1 वर्ष अगाडि पनि म आएको थिएँ, यस्तै छ, अहिले पनि यस्तै छ। अब आशा गर्छु कि सकेसम्म यो रोड चाहिँ तपाईँको धेरै चाँडो बनोस् र अलिकति अगाडि पुगेपछि धुलीखेल पुनः लाग्दाखेरि चाहिँ तपाईँको रोड यसो बनेको जस्तो चाहिँ छ। र हामी चाहिँ धुलीखेल पुगिसक्यौँ र तपाईँको धुलीखेल, हजुर धुलीखेल धुलो उड्ने भएर धुलीखेल भने होला है, सायद हुनसक्छ। र यताबाट चाहिँ तपाईँको लेफ्ट लाएर लेफ्ट ओह्रालोतिर लाग्नुहोस्, सुकुटी बिच जाने बाटोतिर, तपाईँहरूलाई थाहा छ भने त्यहाँबाट ओह्रालो झर्नुहोस्। र ओह्रालोमा पनि तपाईँको खासै बाटो चाहिँ राम्रो छैन, यो चाहिँ बाटो चाहिँ एकदम खत्तमै छ। तपाईँको यो पानी पर्ने समयमा यदि तपाईँको बाइक स्कुटर चिप्लिने टाइपको छ भने चाहिँ तपाईँहरू स्योर चिप्लिने हुन्छ। तर हामी यहाँ अलिकति धुलो चाहिँ बेसी नै छ। अनि त्यसपछि अलि तल गएपछि पिच आउँछ, फेरि पिच आइसकेपछि चाहिँ फेरि रमाइलो हो, सरररर तपाईँको पिच आइसकेपछि चाहिँ रमाइलो हुन्छ है। फेरि ओह्रालो छ, ओह्रालो भएर चाहिँ मैले बाइकको इन्जिन अफ गर्दैछु पेट्रोल बचाउनलाई होइन। र यसरी चाहिँ यतापट्टि साइडमा हिमाल पनि राम्रो देखिरहेको थियो। तर हो यहाँ चाहिँ मैले चिया खाएको छु र चियाको चुस्की लिँदैछु म। चिया चाहिँ एकदमै मिठो थियो, किन हो तपाईँको दुध एकदमै गाउँघरतिरको दुध चाहिँ एकदमै मिठो हुन्छ है। यो पक्कै पनि भैँसीको दुध हुनुपर्छ है, मलाई चाहिँ त्यस्तै टेस्ट आइरहेको थियो। र भैँसीको दुधको चिया चाहिँ यस्तै ठाउँमा बसेर खाना चाहिँ एकदमै मिठो भएको थियो। तपाईँको तर पनि बसिहाल्ने कि एकैछिनमा तर आइहाल्ने दुधमा भने चाहिँ त्यसको क्वालिटी राम्रो छ। र त्यसपछि हामी फेरि लाग्यौँ र हामी ओह्रालो बाटो हुँदै सरररर लाग्यौँ। यहाँ चाहिँ तपाईँहरू पेट्रोल बचाउनु मन छ भने चाहिँ तपाईँहरूले पुरै इन्जिन अफ गरेर नै चलाउँदा नि हुन्छ है। तर अब तपाईँहरूलाई तर इन्जिन अफ गयो भने हर्न चाहिँ बजाउनु मिल्दैन कि। अनि त्यसरी चाहिँ फेरि मान्छेहरूलाई अलिकति हुनसक्छ, सकेसम्म न्युट्रलमा चलाउनुहोस्। यहाँबाट ओह्रालो
मलाई चाहिँ कतिखेर पुगेर भात तरकारी बनाएर खाइहाल्नु जस्तो भइसक्यो। 5 खाल आइपुग्छ। त्यसपछि 5 खाल आइपुग्यो। म चाहिँ 5 खालबाट चाहिँ तपाईँको यता एउटा दो बाटो आइपुग्छ कि त्यो यता सिधै गयो भने चाहिँ तपाईँको नगरकोटको बाटो छुन्छ र यता राइट लाग्यो भने चाहिँ सुकुटी बिच जाने बाटो छुन्छ। तपाईँहरू यदि धुलो खान मन छैन भने चाहिँ नुवाकोटबाट आउँदा नगरकोटबाट आउँदा एकदम राम्रो ल। त्यसपछि हामी चाखोलामा आइपुग्यौँ। चाखोलामै हो हामीले बनाउने र अर्को भिडियो सुरु हुन्छ। नमस्ते सबैजनालाई। तपाईहरुलाई हाम्रो च्यानलमा धेरै स्वागत छ। र आज चाहिँ हामी बिहानदेखि घरबाट घुम्दै यो खोलातिर आएको छौँ। हामी चाहिँ दोलाल घाट जाँदै यो खोला भेट्यो बिचमा र हामी चाहिँ यही खोलामा आज यही खोलाको साइडमा हामी चाहिँ मासु भात बनाएर खानेछौँ। केही ढिला नगरिकन अब हामी हाम्रो कार्यक्रम सुरु गर्दैछौँ। यो चाहिँ हाम्रो तोरीको हो। त्यो एकैचोटि हाल्दाखेरि यो ऊ होला कि भनेर के
चलाइदिउँ अलि ठुलो गरौँ है ग्यास यो मासु चाहिँ अझै फ्राई हुनु पर्यो तपाईको अनि मात्र मिठो हुन्छ यसलाई अझै एकैछिन हामी चाहिँ अब नुन हाल्दैछौँ नुन चाहिँ तपाईहरु जहिले पनि थोरै हाल्नुहोस् फर्स्टमा किनभने नुन तपाईले पछि थप्न मिल्छ तर नुन अहिले नै बढी हाल्नु भयो भने त्यो नुन पछि निकाल्न मिल्दैन सो नुन हाल्दाखेरि जहिले पनि थोरै हाल्नु होला एउटा मात्र हाल्नु यो चाहिँ हामीले घरबाटै अदुवा लसुन अनि त्यसपछि एउटा दुईटा डल्ले खुर्सानी छ यसमा अनि मैले चाहिँ यसमा तपाईको सुकुमेल पनि हालेको छु सो यो चाहिँ हाल्नु नै त हो
मैले चाहिँ सबै मसलाहरू चाहिँ एउटै ठाउँमा मिसाएर ल्याएको छु, किनभने सबै मसलाका लागि सबै डिफ्रेन्ट यो डब्बाहरू बोक्न चाहिँ अलिकति हुन्छ, त्यही भएर सबै मैले घरबाटै यसमा चाहिँ तपाईँको खुर्सानी, तपाईँको मसला, तपाईँको बेसार, तपाईँको चाहिने जति सबै मसलाहरू चाहिँ एउटै ठाउँमा तपाईँलाई मिसाएर ल्याएको छु र अब चाहिँ म मसला हाल्न जाँदैछु। ल भयो। अलिक ग्यास धेरै ठुलो भयो यार। अब यसो एकैछिन 5 मिनट हामी चाहिँ कुर्नेछौँ। ल हाम्रो चाहिँ टमाटर गलिसकेको छ र अब हामी चाहिँ थोरै पानी हालेर यसलाई फेरि 5 मिनटको जतिको लागि हामी चाहिँ यसलाई भुनिदिन्छौँ। त्यसपछि चाहिँ हाम्रो मासु चाहिँ रेडी हुन्छ है। हामीले चाहिँ अब यसलाई अझै एक ताली उमाल्न दिनु पर्यो। एक ताली यो उब्लेपछि चाहिँ तपाईको मासु पाक्छ है। अनि रेडी भएपछि हाल्दिउँ ल। यो चामल चाहिँ मैले घरबाटै धोएर ल्याएको हो। अब हामीले चाहिँ यहाँ पानी हालेर मात्र बनाउने हो। सो प्रोसेस चाहिँ अलिकति सजिलो होस् र छिटो होस् भनेर चाहिँ मैले त्यस्तो गरेको। अब म पानी हाल्न जाँदैछु।
ल हाम्रो चाहिँ मासु रेडी भयो है गाइस। ल अब लास्टमा चाहिँ धनियाँले गार्निस। हामीले चाहिँ हाम्रो भात चामल बसालिदिइसक्यौँ। अब हामी चाहिँ 2 सिटीमा चाहिँ हाम्रो भात पाक्नेछ। पानी छोडिराख यसले, त्यही भएर एकैछिन पानी अलिकति नछोडिसकेपछि चाहिँ यो हाम्रो पाक्दै हो। ल हाम्रो चाहिँ भात पाक्यो। ल पाक्यो। ल भात पस्क्यौँ है त अब। भात यति भए अझै चाहिन्छ कि अलिकति एक ताली मात्र थप्नु हुन्न कि। तातो छ है, तातो छ। तातो भयो क्या यार। हाम्रो भात चाहिँ रेडी भइसक्यो क्यामराम्यान। तातो छ है अलिकति।
ल गाइज हाम्रो चाहिँ कुखुराको मासु लास्टै मिठो भएछ है। यो त घरमा बनाएको भन्दा पनि मलाई चाहिँ एकदमै यस्तो बाहिर आएर आफै बनाएर खाँदाखेरि यस्तो प्रकृतिको बिचमा बसेर खाँदा मलाई चाहिँ एकदमै रमाइलो लाग्छ। र म चाहिँ अब अलिकति ठुलो बाइट हान्न जाँदैछु। सबैजनालाई चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा यो भिडियो तपाईँहरूलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो चाहिँ 1K पुग्नै लागिसकेको छ। यदि तपाईँहरूलाई हाम्रो भिडियो मनपर्छ भने प्लिज हामीलाई लाइक सब्सक्राइब गरिदिनु होला। त्यति भन्दै आज चाहिँ हामी बिदा लिन माग्न चाहन्छौँ। सबैजनालाई गुड बाई, हजुरको दिन शुभ होस्।